हेलो साथीहरू, आज म तपाईहरुलाई यो ब्रेडको रेसिपी अन्डा ब्रेडको रेसिपी बनाउन गइरहेको छु। हेर्नुस् कस्तो हुन्छ। अब छिटो मिठो एकैछिनमा बनाउन सकिने। सुरुमा ब्रेड लिने, ब्रेडलाई हल्का थिच्ने, त्यसमा अब बटर राखे पनि भयो या घिउ। मसँग बटर रहिसकेकोले मैले हल्का घिउ राखेको छु। हजुरहरूले बटर राख्न सक्नुहुन्छ है। अनि त्यसपछि त्यसलाई अब एयर फ्रायरमा राख्ने राखेर अनि एकछिन त्यसलाई हल्का रोस्ट गर्ने है। हल्का रोस्ट गरिसकेपछि त्यो हल्का रोस्ट भयो, निकालेर त्यसमा यस्तो भयो। अब त्यसमा हामीले एउटा अन्डा राख्ने, अन्डा खोलेर राख्ने। यसको अघि हामीले थिचेको भागमा त्यो अघि थिचेको चाहिँ त्यो अन्डा यताउता नजाओस् भनेर बिचमा थिचेर त्यसमा ठ्याक्क राख्ने, मिलाएर राख्ने। अनि अब आफूलाई के मनपर्छ, नुन स्वाद अनुसार कति चाहिन्छ त्यो अनुसारको राख्ने। अनि जिराको धुलो है। अनि त्यसमा अब खुर्सानीको धुलो राख्न सक्नुहुन्छ। हजुरहरूलाई मनपर्छ भने ब्ल्याक पेपर पनि हल्का राख्न सक्नुहुन्छ है। मैले चाहिँ अब जिराको धुलो, खुर्सानी अनि नुन स्वाद अनुसार राखेर फेरि त्यसलाई एकछिन अब 5 मिनट जति रोस्ट हुन दिइरहेछु है। ल 5 मिनट्स पछि ल यस्तो रेडी भयो। हेर्नुहोस् अब ल यस्तो भयो। अब यसलाई खानुलाई रेडी भयो। मेरो छोरीलाई चाहिँ धेरै मनपर्ने यो भएकोले, युट्युबमा देखेर उसले मनपर्ने भएकोले यस्तो बनाइदिनुहोस् मामु भनेकोले मैले आज स्याटरडेको दिनमा घरमा बस्दा यसरी बनाइदिएको छु है। उसले यो देखेर चाहिँ एकदम रमाइ खायो। उसलाई धेरै नै मनपर्ने रहेछ। ल